पढे लेखेका मानिसहरूले अपराध गर्दैनन्, तर इतिहासले त्यस्तो देखाएको छैन। सम्माननीय सभामुख महोदय, अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेका, विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेका डाक्टर रामशरण महत, डाक्टर प्रकाश चन्द्र महत, डाक्टर युवराज खतिवडा यो देशको अर्थमन्त्री भएकै समयमा देशका ठुल्ठुला भ्रष्टाचार र अनियमितताका घटनाहरू सार्वजनिक भएका छन्। त्यसैले केवल शैक्षिक योग्यता नै इमानदारिता र सुशासनको ग्यारेन्टी होइन। म बारम्बार भन्छु सम्माननीय सभामुख महोदय, यो देश गाउँका गरिब किसानहरूले सरबारा वर्गले बिगारेका होइनन्। यो देश दलबलमा पुर्याउने ती व्यक्तिहरू हुन् जो पढे लेखेका छन्, बुद्धि र क्षमता राख्छन्, सत्ता र शक्तिको पहुँचमा राख्छन्, तर देश र जनताप्रति इमानदार छैनन्। त्यसैले समस्या ज्ञानको अभाव होइन, समस्या नैतिकताको अभाव। त्यही भएर सम्माननीय सभामुख महोदय, सरकारले वर्तमान अवस्थामा बजेट ल्याउँदा र सरकारले आफ्ना धारणा सार्वजनिक गर्दै गर्दा र विभिन्न किसिमका ऐन नियम र विधेयक ल्याउँदै गर्दा हाम्रो फरक धारणा छ। सम्माननीय सभामुख महोदय, सरकारले विद्युतीय सवारी साधनमा करछली र बजेटका सूचना चुहाट प्रकरण जस्ता ठुला काण्डमा महालेखाको प्रतिवेदनलाई लत्याउँदै चोख्याउने काम गर्यो। हामीले विरोध गर्यौँ। नेपालको प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर नेपालले भारतको सिमाना मिचेको छ भनेर अभिव्यक्ति दिनुभयो। प्रधानमन्त्रीको यो कुरालाई सही हो भन्दै हामीले थपडी बजाउन सकेनौँ। सम्माननीय सभामुख महोदय, गरिब दुखी नागरिकले पाउँदै आएको स्वास्थ्य बिमा सरकारले कटौती गर्यो। हामीले गरिबलाई स्वास्थ्य बिमा उपलब्ध गराऊ भन्यौँ, के हामीले गल्ती गर्यौँ? सम्माननीय सभामुख महोदय, सरकारले 2 करोड रुपियाँसम्म मात्र लगानी भएका किसानहरूलाई अनुदान दिने भन्यौँ, हामीले गरिब दुखी किसानलाई अनुदान दे भन्यौँ, के हामीले गलत गर्यौँ? सम्माननीय सभामुख महोदय, सरकारले हुकुमवासीलाई विस्थापित गर्यो, हामीले खुलेर सरकारको प्रशंसा गर्यौँ र भन्यौँ आम नागरिकलाई दुःख दिने काम नगर, सरकारले नीति र विधि पुर्याएर मात्र ती नागरिकलाई त्यहाँबाट ओसार भन्यौँ, के हामीले गलत गर्यौँ? सम्माननीय सभामुख महोदय, सरकारले अस्पतालमा तडपिँदै गरेका नागरिकको बिरामीमाथि कर लगाउँछु भन्यो, हामीले यो लगाउनु हुँदैन भन्यौँ, के हामीले गलत गर्यौँ? सरकारले बिजुलीमा भ्याट लगाएर नागरिकलाई शास्ति दिन्छु भन्यो, हामीले यो हुँदैन भन्यौँ, के हामीले गलत गर्यौँ? सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, सरकारले राम्रा काम गर्यो, सही काम गर्यो भने हामी साथ र समर्थन दिन्छौँ र दि पनि रहेका छौँ, तर सरकारले गलत काम गर्यो भने हामी खबरदारी गर्छौँ र एक्लै भए पनि हामी उभिन्छौँ। त्यो भावनाले सम्माननीय सभामुख महोदय, सरकारलाई हामीले यति मात्रै भनेका हौँ, काम गर्नुहोस्, काम गर्दै गर्दा जनमुखी सुशासनयुक्त विधि सर्मत गर्नुहोस् मात्र भनेका हौँ। सम्माननीय सभामुख महोदय, हामीले अर्थमन्त्रीज्यूको विश्वविद्यालयको सर्टिफिकेटमाथि प्रश्न गरेका होइनौँ। हामीले भन्सारका दर हेरफेर भयो कि भएन, बजेटको सूचना चुहाट भयो कि भएन, राज्यलाई राजस्व नोक्सानी पुर्याइयो कि पुर्याइएन भन्ने विषयमा प्रश्न उठाएका हौँ। सम्माननीय सभामुख महोदय, यदि केही पनि भएको थिएन भने विद्युतीय सवारी साधनमा 2 हप्तासम्म प्रधानमन्त्रीको कार्यालयले भन्सारबाट आएका गाडीहरू नियन्त्रणमा राख्न किन आवश्यक ठान्यो? यो प्रश्न सत्तापक्षका माननीय सांसदहरूलाई मलाई होइन सोध्ने, सम्माननीय प्रधानमन्त्रीलाई सोध्न अपिल गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, सत्तापक्षका सांसदले भन्नुभएछ संसदमा चार्ट ल्याएर आऊ, प्रमाण ल्याएर आऊ। चार्ट र प्रमाण व्यक्तिले बोकेर ल्याउने चलन संसदमा छैन, यो संसदीय अभ्यासमा छैन। संसदमा चार्ट र प्रमाण बोकेर ल्याउनका लागि संसदीय छानबिन समिति आवश्यक हुन्छ, त्यो संसदीय छानबिन समितिले संसदमा ल्याउने हो। हामी त्यही भएर संसदीय छानबिन समिति चाहिन्छ भनेर माग गरिरहेका छौँ। सम्माननीय सभामुख महोदय, हिजो राज्य सत्ताका विरुद्धमा बोलेकै भरमा कुटाइ खायौँ, आक्रमण भोग्यौँ, हिरासत बस्यौँ र जनताको बिचमा गएर जनताको माया विश्वास र प्रेमका साथ यहाँसम्म आइपुग्यौँ। तर एउटा कुरा गर्वका साथ भन्न सक्छौँ, सम्माननीय सभामुख महोदय, हामीले कहिल्यै पनि राष्ट्रसँग गद्दारी गरेका छैनौँ। राष्ट्रको उच्च तहमा बसेर राष्ट्रहित विपरीत MCC जस्ता राष्ट्रघाती सम्झौताको मस्यौदा तयार गरेका छैनौँ हामीले। सम्माननीय सभामुख महोदय, राज्यलाई अरबौँ रुपियाँ नोक्सानी पुर्याउनेहरूसँग साँठगाँठ गरेका छैनौँ। एनसेल प्रकरणमा राज्य ठगिँदा सडकमा उत्रियौँ, कुटाइ खायौँ, अदालतमा मुद्दा हाल्यौँ, फाइल बोकी गल्ली गल्ली तपाईँको चार्यौँ, कार्यालय धायौँ, तर सुकिल्ला मुकिल्ला कपडा लगाएर 5 तारे होटलमा बसेर विज्ञ र विज्ञताको सर्टिफिकेट देखाउँदै राज्यलाई अरबौँ रुपियाँ कर छली गराउनेहरूसँग डिनर गर्न गएका छैनौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, हामीलाई भोको पेटको पीडा थाहा छ, गरिबको चोट कस्तो हो त्यो थाहा छ, ठुला मानिसहरूको हेपाई र चेपाई कस्तो हुन्छ त्यो पनि थाहा छ, सुकिल्ला र मुकिल्लाहरूले हामीमाथि गर्ने व्यवहार पनि थाहा छ। हामी गरिब हुन सक्छौँ तर बेइमान हुन सक्दैनौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, हामी गरिब हुन सक्छौँ तर बेइमान हुन सक्दैनौँ, बरु भोकै बग्न सक्छौँ तर इमान बेच्दैनौँ, सत्यको पक्षमा उभिन डराउँदैनौँ। आज पनि हामी कुनै व्यक्ति विशेषका विरुद्ध होइन, हामी सत्यको पक्षमा छौँ, राज्यको राजस्व जोगाउनुपर्छ भन्ने पक्षमा छौँ, जनताको सम्पत्तिको रक्षा गर्नुपर्छ भन्ने पक्षमा छौँ। त्यसैले फेरि एकपटक यो संसद मार्फत आग्रह गर्न चाहन्छु, निष्पक्ष संसदीय छानबिन समिति गठन गरियोस्, सत्य बाहिर ल्याइयोस्, जोशी दोषुकै भए पनि कानुनी दायरामा ल्याइयोस्। म सरकारलाई यो माग गर्न चाहन्छु।